ठुलेमालाई त ढोकेको छु नि चिरमालाई पनि ढोकेको छु न ल यहाँ हाम्रो सानी बुइनी हुनुहुन्छ सुइमा रुसिका रुबिसा यता मुना ल यसरी हाम्रो पूजामा आउनुभएको ठुलेमा हाम्रो काइँली ठुलेमा ठुली कान्छी आमा चाहिँ बाहिर हुनुहुन्छ उहाँ काइँली ठुलेमा सानो कान्छी है सानो कान्छी ब्युटिफुल आमा ल यहाँ हाम्रो राधे राधेहरू हुनुहुन्छ कीर्तन मण्डली टोलीहरू हुनुहुन्छ यसरी हाम्रो यही अब यस्तो दामी रोटी बनेको आजको रोटी चाहिँ सेलरोटी चाहिँ खतरा बनेको छ है यो बनाउने को अरे कला र सोनु अरे ओ आमाले पनि आज त यस्तो दामी बनाउनु भएछ तपाईँहरू भरे भजन गाउनुहुन्छ नि ल तयार गरेर आउनु भजन यहाँ आशा भोसले र लता यहाँ आशा पारिक हुनुहुन्छ यहाँ चाहिँ आशा भोसले मीनाक्षी वन्दना हो यहाँ चाहिँ हाम्रो रुक्मिणीहरू हुनुहुन्छ यसरी आलुहरू पनि यहाँ अचारमा हुनुहुन्छ अचारमा हाम्रो कला बहिनी हुनुहुन्छ कलाले आज कलाको कला खतरा रोटी कस्तो दामी बनेको छ ल हाम्रो यसरी पाक्दैछ पकवानहरू पूजाको पकवानहरू मजाले रेडी भइसकेको पूजामा आउनुभएको अनि एक काम दुई पन्त पशुपतिको यात्रा सिद्राको व्यापारसँगै फुल पनि टिप्दै हुनुहुन्छ ल गुरुले आज हाम्रो घरमा माइती घरमा पूजा लाउँदै जप तप हवन सबै एकैचोटि हुँदैछ त्यसको लागि रेखी तयार गर्दै हुनुहुन्छ कस्तो राम्रो मण्डप बनाउनु भएको नि तपाईँहरू एकादशीको टिम नि आमा ल राधे राधे ल आज हाम्रो गाइजहरू नमस्कार सबैलाई गुड मर्निङ सत्यनारायण रुद्री यिनीहरू सबैको स्वस्ति शान्ति नवग्रह शान्ति भइरहेको छ जप ध्यान गरेर बसिरहेको अवस्था छ हेर्नुहोस् गाइजहरू आज हाम्रो हिन्दू आउँदैछ ल भाग्यमानी भएछ ठुलो हुनु ल गुरु हेर हेरिदिनुहोस् न नमस्ते मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलम सर्वकार्येषु भूतगणाधिसेवितं कपेतुसम्भोपदसारभक्षणं उमासुतं नमामि विघ्नेश्वरशादपङ्कजं विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्दिताय नागाननाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते ओम रिद्धि बुद्धि सहिताय श्रीमन् महागणाधिपतये नमो नमः ओम गणेशाम्बिकाभ्यां नमः यसो नमस्कार गरेर ढोगी दिनु ठुलो भाइ चाहिँ के गएछ मलाई दिनुस् ल सबैजनाले रोटी ल रोटी ल्याऊ सोनु टपरी उठाएर सरको हातमाथि यहाँ राखिदिनुहोस् त हजुरले हो त्यो टपरी सरले ब्यालेन्स गर्नुहोस् ल त माथि ल सबैजनाले एक एकवटा पुष्को टुक्रो लिएर त्यो टपरी छोइराख्नुहोस् गुरु अब भने अब हाम्रो लगभग सिद्धि हो पूर्ण पात्रा बोगावा लगभग सिद्धि आधी घण्टा दाना बदेन्द्र बलिन्द्र राजा दाना यन्द्र चलोमा चलो टपरी सुन्नुहोस् ल सबैजनाले ओम तिथि विष्णु तथा वारण नक्षत्र विष्णु देवचाय योग सकरणम विष्णु सर्व विष्णु गुरुलाई भाइरल बनाइदिनु पर्यो विष्णु विष्णु पर्वत मस्तके ज्वालामाले सर्व विष्णु मय जगत तक्षतम विष्णु आज सिधा पनि गर्नुपर्नेछ यो सिधालाई तयार गरेको इटरी माइती घरको सिधा हो चिया चियाले दिएको हो मलाई चिया नै खानु भ्याइरहेको छैन यो गुरुहरूलाई दान दिने हो यो यसरी मिलाउँदै गरेको
अब यसमा आसन ग्रहण गर्नुहोस् हजुरहरू। ए म त कुर्सीमा बस्नु पर्यो। गङ्गामाया आमा आसन गराउन आउनु। लु त आमा ए हजुरआमा अझै एउटा फल र एउटा रोटी पनि लगाइदिनु ल। ए हजुरआमा अझै आउनु ए हजुरआमा अलि ए ग्रान्ड मदर छिटो आउनु। तिमीबाट अहिले रोटी निकाल्दै गर्नु अहिले त्यहाँ बलियो क्या। ए जिमा आउनु छिटो। फलको रोटीको माथि राख्नु हो त्यहाँ। त्यहाँ गणेश पनि राखिदिनु हुन्छ सर यता दिँदै हुनुहुन्छ के छिराउनु भएको? यहाँ चाहिँ सानो भाइले हवन गर्दैछ। ए सिद्धियो ल। तीनचोटि म स्वाहा भन्छु त हातमा दिएको चरु तीनचोटिमा सक्नु पर्यो है। मलाई पुग्छ यतिले। ल ओम सदसस्पति मधुतम प्रियमिन्द्रस्य काम्यम शनि मेधामय शिवगुं स्वाहा। एकचोटि लगाइदिनुहोस् थोरै। ओम पूर्णादरमी परावतन शिवडा पुनरावतन ओम स्वाहा। ओम सदसस्पति मधुतम प्रियमिन्द्रस्य काम्यम शनि मेधामय शिवगुं स्वाहा। सबै लगाइदिनुहोस् अनि हात बाहिर टक्क ल्याउनु।